हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै आरामै छ होला। म पनि एकदमै सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट ब्लगमा यहाँलाई स्वागत छ। आज चाहिँ म घुम्न जान लागेको छु। यतै बाइक पनि रेडी गरेर राखेको छु। आज चाहिँ म कहाँ घुम्न जान्छु। आज चाहिँ भक्तपुर गुन्डुमा रहेको गुन्डु चौर चाहिँ आज हजुरहरूलाई देखाउने नै छु। भिडियोलाई हेर्दै गर्नु होला। यो चाहिँ साथीहरू, यहाँ चाहिँ सुटिङहरू हुन्छ। यता सुटिङहरू हुन लागिरहेको छ। आज भिडियोहरू चाहिँ राम्रो आएको छैन। ऊ त्यहाँ माथि दिदीहरू नाच्दै हुनुहुन्छ। सुट टाइम नदेखाउँ। सुट टाइम चाहिँ सुट गरेको त्यो आवाजले गर्दाखेरि चाहिँ कपिराइट लाग्न सक्छ। गर्नु होला। यो चाहिँ साथीहरू यहाँको मन्दिर। यहाँ चाहिँ धेरै सुटहरू हुन्छ। म्याक्सिमम काठमाडौँमा सबैभन्दा धेरै गीतहरूको सुट हुने ठाउँ नै यही हो। यो मन्दिरहरू पनि तपाईँहरूले भिडियोमा देख्नुभयो होला। ऊ त्यहाँ परको यो घरभन्दा अगाडि पनि हुन्छ। हेर्दै गर्नु होला। म सबै कुरा देखाउँछु। यता तलतिर पनि सुटहरूको काम भइरहेको छ। यता तलतिर सबै सुटहरूको काम भइरहेछ। हेर्नुहोस् कति आनन्द, एकदमै रमाइलो ठाउँ छ। घुम्न कोही इच्छुक भक्तपुरमै बस्ने मान्छेहरू पनि कतिपय मान्छेहरू आइसक्नु भएको छैन। आउनु होला घुम्नको लागि। फेरि यो लोकेसनको सबैभन्दा कम सुटिङ हुने ठाउँमै 2-3वटा सुटिङ हुन्छ भनेपछि झन् तपाईँहरूलाई म धेरै चाहिँ चहल पहल हुने ठाउँहरू, होटलहरू, सबै कुरा भएहरू ठाउँहरू म देखाउँछु। हेर्दै गर्नु होला। फाइनल साथीहरू, म यहाँ जुन मेन सुटिङहरू हुने ठाउँमा त आइसकेँ। सब यता आज यो पानीको कारणले गर्दा यो सब सुटिङमा तपाईँहरूले भिडियोहरूमा, गीतको भिडियोहरूमा चाहिँ यो भैँसीहरू देख्नुभयो भने सबै यही हो। अहिले सानो सुरले बोलिरहेको छु। यता पनि सब सुटहरू हुने ठाउँहरू हो। यता पनि सब सुटहरू हुने ठाउँहरू हेर्दै गर्नु होला। आजको मान्छे किन कम मामा? यिनी भैँसीहरू व्यक्तिको मान्छेको हो कि यो खास के हो? साथीहरू यही हो भक्तपुर गुन्डु चौर। चटपटे चपडा खाने होइन त केटा? खाने हो चटपटे। अरे पानी पूरी हो, चाना चटपट हो, हो बदाम हो, झुरझुर हो, हो अझ अरू केही आउँछ भने भन त यहाँ ब्लगमा। अरू के आउँछ? मोमो आउँछ, चाउमिन आउँछ, पुरी चाट आउँछ, ढुङ्ग्री पापड आउँछ। त्यो चाहिँ ठेला गाडामा भन न। यहाँ चाहिँ चटपटे मात्रै। खै त्यो मोमो बनाउनु दाइ खोइ आज हुन्छ हजुर, हुन्छ हुन्छ। अलि पिरो अमिलो चट्ट है। त्यो 4 चोटि खाइसक्यो। केटी मान्छेहरूले त खाइहाल्छ नि। मिठो नभए पनि कहाँ खान्छ? पानीपुरी छ। यस्तो छ बाटो। लगाइ चाहिँ यस्तो छ बाटो। दुःख कष्ट गरेर आउनु परेको छ। यस्तो छ खाल्डो, गाडी आयो भने फस्न सक्छ। अब आजको भ्लगमा जस्तो छ म त्यत्तिकै हालिदिन्छु। के कस्तो लाग्छ हजुरहरूलाई? यदि मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। एन्ड बाई।